हेर्दा राम्रो माछा तिम्रो त गर्लफ्रेन्ड होला है कसको त्यो त गर्लफ्रेन्ड छन् ससँग गर्लफ्रेन्ड हैन प्रेमिका प्रेमिकालाई यु हेभ गर्लफ्रेन्ड भने प्रसङ्ग खुलाइदिनु पर्यो थियो गर्लफ्रेन्ड होलाको अदर हाफ तिम्रो त गर्लफ्रेन्ड होला है रे भाइ सोचिरहेको गुड क्वेसन केलाई गर्लफ्रेन्ड भन्ने कुरा तिम्रो परिभाषामा गर्नु लाग्छ किन चाहिँ सोधिस् तिमीलाई तिम्रो त गर्लफ्रेन्ड होला है अब यत्रो लेख्छ सबले त्यही पैसा सोध्यो मलाई नै लेख्नुसँग गर्लफ्रेन्डको के रिलेसन हुन्छ जस्तो मानौँ कि लेख्ने बित्तिकै पोडकास्ट यहाँ चल्ला छ अब राम्रो राम्रो शब्दले पढिदिन्छ भने बोल्नलाई पनि आफूलाई बोल्नै आउँदैन भन्यो नि त लेखेर गर्लफ्रेन्ड हुने त होइन है तर त्यस्तो भइदिन्छ पनि कहिलेकाहीँ यो पछिल्लो समय यो प्रेम भन्ने कुरा कस्तो भइरह्यो भने कोही मान्छे युनिक देख्यो भने आकर्षित भयो त्यो प्रति के अलिकति नयाँ टाइपको लाग्यो यो मान्छेसँग चाहिँ केही छ है भन्ने खालको फिल भयो भने अनि त्यो प्रति आफै आफ आकर्षित भयो जस प्रभावित भइसकेपछि प्रभावित हुनु स्वाभाविक त राम्रो कुरा हो प्रभावित भइसकेपछि अब गलत बाटोतिर जान्छ कि मान्छे ऊ म प्रति प्रभावित भयो ओहो यो मान्छे त नाइस रहेछ कविता पनि लेख्दो रहेछ यस्तो नलेज पनि रहेछ गुड म्यान यार भन्ने भयो उसलाई गुड म्यान आमा बुद्ध भन्दा साथी आइसक्यो यो राम्रो हो प्रभावित हुन्छ जो कोही मान्छे प्रभावित हुन्छ ऊ मेरो ज्ञानप्रति प्रभावित भएको मेरो नलेजप्रति प्रभावित भएको अब ऊ यो प्रभावलाई छोडेर कहाँ आउनु खोज्छ भने यस्तो राम्रो मान्छेलाई मैले बयान बनाउनु पाएँ त भन्नेतिर जान्छ अब यहाँनिर गलत बाटो रोज्यो कि अनि म्याक्सिमम् यस्तै केस भइरहेको हुन्छ है जो राम्रो छ अथवा हेर्नमा राम्रो होस् बोल्नमा राम्रो होस् पढ्नमा राम्रो होस् अनि त्यस्तो मान्छे भएपछि केटी मान्छे भए केटा आकर्षित हुने केटा मान्छे भए केटी आकर्षित हुने हुन्छ तर यसरी जोडिएको सम्बन्ध सधैँ पीडादायक नै हुन्छ यसको प्रतिफल नै पीडा हो किनकि कर्म गर्ने नियतै डिफ्रेन्ट थियो नि त किनकि उसको नलेजसँग प्रभावित भएको तर रोज्यो उसलाई के उसको नलेजलाई छोड्यो अब रोज्यो उसलाई अब ऊ कस्तो छ भन्ने कुरा त बिस्तारै चिनिँदै जान्छ नि त ऊ मेरो परिभाषा आउनुको अब दुईवटा मतलब हुन्छ या त ऊ अहङ्कारी हो या त ऊ मलाई खोज्दैछ मलाई चाहँदैछ यो दुईवटा बाहेक के पनि छैन यसमा अप्सन या त उसलाई म पनि खतरा भनेर देखाउनु छ मलाई या त म प्रति आकर्षित भएको यो दुईवटा बाहेक अरू केही पनि हुन सक्दैन यो त अनि अब मैले के बुझ्ने भन्ने कुरा आउँछ यदि मैले बुझ्न सकिनँ भने मैले के भन्छु वाह यो पनि मै जस्तै मान्छे रहेछ यार भन्छु पनि कति धेरै कुरा मिल्छ हाम्रो त भन्छु मैले कति धेरै कुरा मिल्छ ठ्याक्कै के राशि पनि अनुसार पनि के मिल्ने बानी बेहोरा पनि मिल्ने भगवान्ले जुराइदिएको हो नि भन्छ हामीले अब ऊ अर्काको परिभाषामा अडेर बसिरहेछ यो मैले बुझ्दिनँ अब यसो हुँदाखेरि ऊ अर्काको परिभाषामा कति दिन बाँच्छ थोरै दिन बाँच्ने हो सधैँभरि त उही रहन सक्दैन एउटा आकर्षणले गर्दा न ऊ त्यस्तो भएको हो भोलि त उसको आफ्नो रूप छुट्टै छ त्यो देखाउँछ मेरो आफ्नै रूप छ म देखाउँछु अनि यसले धेरै बेर टिक्दैन अनि यस्तो तरिकाको आकर्षणलाई म कहिले पनि अथवा गर्लफ्रेन्ड भनौँ अथवा प्रेममा बाँध्न चाहन्न अनि त्यो दृष्टिकोणले हेर्ने हो भने मेरो लेखन क्षेत्रलाई हेर्ने हो भने कोही तिम्रो लेखन शैली एकदम मन पर्यो तिम्रो म बिग फ्यानमै गर्लफ्रेन्ड बन्छु भनेर आए पनि त्यसमा चाहिँ अस्ति मैले भने नि त्यो तिम्रो प्रेम पत्र मेरो लागि बाधक बन्यो भनेर हो त्यस्तै हुन्छ कि यदि प्रतीकलाई तिमीलाई पनि कसैले त्यो तरिकाले आकर्षण भएर आएका छन् भने विचार गर है आइदियोस् भन्ने